लगभग मङ्सिरको कति गते हो मैले गर्दैछु बिर्सेँ होइन। ठ्याक्कै अब म टाइम चाहिँ हेर्छु 7:20 डिसेम्बरको 3 तारिक भइरहेछ है। अब यो टाइम भइरहेछ। अब यो टाइममा मैले यो सेक्टर समरीमा आज कसैले पनि एनालाइसिस गरेको छैन। म अरूभन्दा ढिलो के अरे छिटो एनालाइसिस गर्छु र छिटै निस्किन्छु पनि। यो माइक्रो फाइनेन्स सेक्टरमा मोमेन्टम आएको हो है। अब अहिलेसम्म कसैले पनि यो एनालाइसिस गरेको छैन। म फर्स्ट मान्छे हो, किनभने यहाँ यो मलाई आज दिउँसैबाट थाहा भइसकेको छ कि फाइनेन्स सेक्टरमा मोमेन्टम आएको छ। मार्केट साइडवेज बसो घटो भने पनि यो सेक्टरमा राम्रो र्याली आउँदैछ है। अब किन भन्दाखेरि अग्रवालले खेलाउँदाखेरि यो स्टक 1 वर्ष अगाडि नै माथि पुगेर त्यस पछाडि बियरमा थियो, यहाँ बिचमा साइडवेज बिताए जस्तो भएर यहाँ 3 चोटि साइडवेज बितायो। त्यहाँदेखि अस्तिको जेनजी आन्दोलनमा क्रासमा परेर यो तल आइसकेको थियो। यही मौका छोपेर यहाँ अलिअलि किने होइन, मान्छेलाई अत्याए। अब ठ्याक्कै हेर्ने हो भने यहाँनिर यहाँबाट यो जुन मैले ट्रेन लाइन तलबाट तानेको छ, यो ट्रेन लाइनको माथि यो रेजिस्ट्यान्समा आज रिजेक्ट भएको छ। तर रिजेक्ट भए पनि यसको अरू त्यो ट्रेनमा हेर्न छोडेर हामी इन्डिकेटर वाइज हेर्ने। पहिलो इन्डिकेटर वाइज हेरौँ। इन्डिकेटर वाइज हेर्दाखेरि म्याकडीबाट लगभग 22 सिग्नल अगाडि नै निकालेको हो। यो माथिल्लो ग्रिन लाइनमा ब्रेकआउट हुन आँटेको हो है। एउटा यसले देखाउँछ। त्यस पछाडि अर्को भनेको बोलिन्जर ब्यान्ड लगाएर हेरौँ। बोलिन्जर ब्यान्डको जस्तो मिड ब्यान्डलाई सपोर्ट बनाएर अप ट्रेन्ड लाग्न आँटे जस्तो है के अरे इन्भर्टेड ह्यामर बनाइरहेछ। इन्भर्टेड ह्यामर त्यो बोलिन्जर ब्यान्डको मिड ब्यान्डमा बनाउनु भनेको टेक्निकलमा एकदम राम्रो हो क्या। एउटा इन्भर्टेड ह्यामर बनायो, स्पिनिङ टप सायद हो त्यो। त्यस पछाडि फेरि इन्भर्टेड ह्यामर बनाएर यो अप ट्रेन्डमा बायर क्रिएट भइरहेको हो है। त्यसो हुँदाखेरि अब भोल्युम इन्डिकेटर लाउँदाखेरि पनि यहाँबाट भोल्युम इन्डिकेटरबाट पनि थाहा हुन्छ कि भोल्युमको कतिको र्याली छ। भोल्युम आज यो सबै बाई हो फाइनेन्सको है। अब भन्नुको अर्थ 3वटा ग्रिन क्यान्डल भएको छ, कन्टिन्यू भोल्युम अप भइरहेछ। भन्नुको अर्थ के भने अब यसमा राम्रो क्याचअप आउँदैछ। अब मैले यहाँ ग्रुपमा चाहिँ भन्दै होइन, अब कुन सेक्टर किन्ने भन्ने कुरो भोलिलाई यही सेक्टरभित्रबाट एउटा दुईवटा स्टक छन् होइन। अब कुन किन्ने भन्ने कुरा चाहिँ म जस्तो प्राइभेट जो हुन्छ मलाई एसएमएस गर्नु होला। अब तपाईँहरूलाई मैले अब ग्रुपकै नाताले भन्दै यो सेक्टरमा र्याली आउँदैछ। मार्केट घटाइहाल्यो भने पनि यो सेक्टरमा राम्रो र्याली आउँछ। प्लस यो सँगै अरू नयाँ आएका स्टकको ट्रेन्ड छ है। त्यसो हुँदा अब मैले आज पनि अर्को एनालाइसिस गरेको थिएँ। अब मान्छेले कुरो बुझेनन्। माविलुङ किन्नु, भुङ्गाल किन्नु भन्दा उपर लावरे किन्नु फाइदा छ, किनभने 22 लाख किता हो। अझै 1 वर्ष लगभग झन् 9 महिना लक छ। त्यसो हुँदाखेरि त्यो स्टक धेरै माथि बढिसकेको स्टकमा धेरै बेर बस्नु उचित हुँदैन। त्यसलाई थपक्क सेल आउट गरेर तपाईँहरू र्याली आउन आँटेको स्टक भनेको यही हो। अब यसमा र्याली आउँदैछ, किन पनि आउँदैछ भने अगाडि अरू स्टक बढ्दाखेरि यो घटिवरी साइडवेज बसेर बढ्न आँटेको स्टक हो, एउटा कुरो। अर्को कुरो भनेको लो क्यापको ट्रेन्ड छ। 15 मिनट खोल्ने बित्तिकै यो पनि लो क्यापमै छन्। फाइनेन्स ट्रेडिङ स्टक हो, इन्भेस्टमेन्ट स्टक होइन। त्यो कारणले गर्दाखेरि पनि जस्तो अब नयाँ ओएमपिएल एउटा स्टक हुनसक्छ है। यो फाइनेन्स बाहेक त्यो स्टक माथि जान्छ भन्ने मेरो एजम्सन छ। अरू 1-2वटा स्टक होलान्, तर सेक्टरै बढ्ने चाहिँ अब यो स्टकमा राम्रो र्याली आउँदैछ। यसलाई नै हेर्नु होला। अब यसको बारेमा एउटा स्टक चाहिँ भोलिलाई ट्रेड छ है त।